नेपाली किचनमा सबैलाई धेरै धेरै स्वागत छ। आज मैले बनाउन गइरहेकी छु चाउचाउ र पास्ताको रेसिपी। मैले पहिला यहाँ प्याज राखेँ, प्याज अलिअलि रातो रायोपछि त्यसमा मैले टमाटर राखेँ, राम्रोसँग पकाएकी छु। जब हाम्रो टमाटर राम्रोसँग गल्छ तब हामीले यसमा नुन र बेसार राखिदिन्छौँ। टमाटरलाई गल्न दिनुपर्छ। टमाटर राम्रोसँग गलिसकेको छ, त्यसमा मैले नुन बेसार पनि राखिसकेको छु। त्यसपछि मैले यसमा चाउचाउ राखिदिएँ। केही बेरसम्म त्यसरी नै पकाउन पर्ने हुन्छ। यो जुन चाउचाउको मसला हो, यो मसला पनि मैले यसमा राखिदिन्छु। यो स्पाइसी मसला हो। यसलाई राम्रोसँग मिलाएर एकछिन अनि यसमा मसला राखेपछि त्यसमा मैले थोरै पानी राखिदिन्छु। पानी राखेर यसलाई एकछिन चलाएर यसरी 5 मिनटसम्म यसलाई पाक्न दिनुपर्छ। अनि यो पाकिसकेपछि बल्ल हामीले लास्टमा पास्ता राख्नेछौँ। मैले यसमा हरियो खुर्सानी, रातो खुर्सानी केही पनि राखेकी छैन। मसला पनि पिरो हुन्छ, त्यसैले अब हाम्रो चाउचाउ पाकिसक्यो। यसमा मैले पास्ता राखेँ। पास्तालाई राखिसकेपछि यसलाई राम्रोसँग पकाउनु पर्छ। जुन मसला हो त्यो राम्रोसँग यसमा जम्मैतिर मैले यसलाई राम्रोसँग चलाएर यसलाई पकाएकी छु। यसलाई यसरी नै मिक्स गर्नुपर्छ, मसलाहरू सबैमा राम्रोसँग लागोस्। भुट्नुपर्छ अनि लास्टमा धनिया राखेर मैले यसलाई सर्भ गरेँ। हाम्रो पास्ता बनेर रेडी भइसकेको छ।